यो गाह्रो भइरहेछ हामी गइरहेछौँ आफ्नो लक्ष्यलाई पछ्याउँदै हामी मर्निङ वाकमा इनर्जी आउँछ भन्छन् हामी पुग्नको लागि लगभग 8 आवर्स जति लाग्न सक्छ 8 आवर्स जति लाग्छ त्यसपछि हामी त्यहाँ गएर रेस्ट लिन्छौँ हामी बेदिङ गइरहेछौँ एटलिस्ट निकाल्दा त यहाँ पानी पनि छ नजिक पुग्न लागिरहेका छौँ र एउटा त्यो हावा चाहिँ एकदम कडक चिसो चाहिँ हामीले महसुस गर्न थालिसकेका छौँ
यसको समुद्र सतहबाट लगभग 2860 मिटर माथि छ त्यो। अनि अब यहाँनिर आज हाम्रो यात्रा चाहिँ लगभग 6 घन्टाको हुनेछ भन्ने हाम्रो अनुमान छ। तैपनि कति लाग्छ भन्ने कुरा चाहिँ अब हाम्रो हिँडाइ अनुसार गर्दछ। हामी कतिको हिँड्छौँ, कतिको हामी रेस्ट गर्छौँ। यो एकदमै रमाइलो भइरहेको छ। अब यहाँबाट हामी सिधै बेडिङ जान्छौँ। बेडिङ जानुको लागि हामीलाई लगभग 6 आवर जति लाग्छ अरे। अनि त्यसको उचाइ चाहिँ लगभग 4700 भनेपछि 3600 मिटर अग्लो छ भन्ने हाम्रो बुझाइमा छ र रमाइलो छ। जिन्दगीको एकदम रोचक रमाइलो क्षण हुनेछ। यस्तो मौका फेरि पनि आउला जस्तो म मान्दिनँ, तर म चाहिँ हिम्मत चाहिँ हार्दिनँ। एउटा एक्सपिरियन्स भइसकेको छु। यसको सबै जानकारीहरू पनि थाहा पाइसकेको छु, के कस्तो गर्नुपर्छ भन्ने कुराहरू। ल विशाल दोस्त, एउटा गीत गाइदियो, अलिक सुनमा सुगन्ध हुन्छ जस्तो लाग्छ मलाई। ल दोस्त। र चन्द्र सूर्य निशान हाम्रो, look the river, look man, our friends. अब सूर्यको हाम्रो आँखामा परिसकेको छ र केही राहत मिलेको जस्तो अनुभव भएको छ। हामी गर्दा हाम्रो आँखा यो फुल रुङदाङबाट लगभग 1 घन्टाको यात्रा सकायौँ। अझै हामीलाई हाम्रो डेस्टिनेसन न देश न गाउँ त्यो पुग्नलाई अब हामीलाई 7 घन्टा बढी लाग्नु सक्छ। 3000 होइन 3000मा पुगेका छौँ। अब उचाइ बढ्दैछ हाम्रो गर्दैछौँ साथीहरू। अरे जसको त कस्तो अवस्था छ, के छ, कस्तो लागिरहेछ हाम्रो यो खोलाको सुसेरी हाल हेर्दै रमाइलो गर। अरे दोस्त, हाम्रो भिडियो तालतिर जाओस्, दालतिर मोडिँदैछ। हामी हिँड्दैछौँ, अगाडि बढ्दैछौँ, हिउँमा पाइला टेक्दैछौँ, खोलाको चिसो हावा लिँदैछौँ, कल बगिरहेको आवाज सुन्दैछौँ हामी। साथी हो, योभन्दा कति रमाइलो हो। तल तामाकोसीको रमझम छ, माथि गौरी शङ्करको रमझम छ, अर्को छेउमा हिउँको रमझम छ। त्यही रमझममा हामी के छ प्रतिक्रिया के छ? प्रतिक्रिया एकदम यो यत्रो भारी बोक्दा पनि यो ऱ्याफ्टर बनाउँदा पनि कतिको ऱ्याप्टर देखाइदियो त? ल ऱ्याप्टर यो ऱ्याप्टर हो, यसले चाहिँ हामीलाई चाहिँ हिँड्दाखेरि इजिनेस प्रोभाइड गर्छ। या रमाइलो भइरहेछ एकदम, दुःख सब भुलिरहेछौँ हामीले। सबजनाले
एकरूप भएर एकदम भरपुर मजा लुटिरहेछौँ हामीले साथी हो। त्यो समयमा हामी माथि हिमचाल हिउँ पहिरो गएको छ। त्यो हिउँ पहिरो हेर्दै रमाइलो गर्दै गइरहेका छौँ। ल खड्काजी तपाईँको इच्छा। ए तपाईँले प्रथम पटक लाउनु भएको हुनाले यस्तो गाह्रो भएको हो। एकछिनमा तपाईँलाई भित्र तातो हुन्छ, बाहिर सजिलो हुन्छ। अब तपाईँ ठुलो भएको कारण यस्तो भएको हो। अब यहाँ बुट मर्मत गरेर मर्मत गर्नुपर्छ कपडा र। ल विशालजी तपाईँको के छ स्थिति ठिक छ, रमाइलो भइरहेको छ। स्थिति? तपाईँको त सेक्सी बुट छ अरे नि त केटाहरूले भनिदिएको। बवालो हल्का कुहिरो लगाएर कुहिरो त साथी बिस्तारै हट्दैछ। यो बिहानको समय हो, अब हट्दैछ बिस्तारै। अब हामी उकालो लागिरहेका छौँ। देख्न सक्नुहुन्छ हाम्रो साथीहरूलाई माथि। तिम्रो हाम्रो सिस्टेन्सले यतै हुन्छ नि। त्यो खोजबाट हामी बिस्तारै हिँड्दै यो ठाउँसम्म आइपुगेका छौँ। अझै कति यस्ता खोजहरू आउन बाँकी छन्। कुन हिमाल होला साथीहरूको गेस गर्नुहोस् होइन। हिँड्दैछौँ, दृश्य अवलोकन गर्दैछौँ, रमाइलो अनुभव गर्दैछौँ। थाकियो हिमालको तलले 5 मिनटै थकान दूर गरिदिन्छ केटा हो। गौरी शङ्करको टुप्पो अलिअलि देखिरहेछ साथी हो। यो बेलिङ हो, यो बेलिङ जाने हो।
ब्याकग्राउन्ड साथीहरू है एकदमै रमाइलो भइरहेछ हिउँ पनि मस्तसँगले परिरहेछ यता माथिको ब्याकग्राउन्ड खतरा छ यताको डेलियस छ हिउँले मुखमा पुरै हानिरहेछ ओहो मौसम त चागा छ लेकिन पुग्न लाग्यो अब हामी हाम्रो गोविन्द दोस्त धेरै समयपछि ढिला गरेर आउनुभएको छ के भएको हो खास किन के हो तँलाई कस्तो गाह्रो भयो पर्यो साथी छिर्दा यहाँ वाक्क बिक्क भइसक्यो अब छोरल्पा पौडी भने पौडी के पौडी मैले मात्र बुट लाएन यार पौडी डरेको पोज विशाल दोस्त आऊ यार मेरो बुट पनि लिएर आऊ भने नत्र Whoa! साथी मेरो पनि हल्का एक दुईवटा लगिदिनु
ल ल गोविन्द एउटा काटिने हाममा त यो